बेहुली बन्ने सपना कुन चाहिँ छोरी मान्छेलाई हुँदैन र होइन। मजाले सजिएर घुम्टो ओढेर गाडीमा रुँदै बिदा हुने मेरो पनि सपना थियो क्या। तर के गर्नु, समय र परिस्थितिले हामीले सोचेको जस्तो कहाँ हुँदो रहेछ त। झन् अब त मेरो छोरी नै भइसक्यो हो, बेहुली बन्ने त परे जाओस्, बेहुला खोज्ने पो दिन आइसकेछ क्या गाइज। मजा गरेको है। हाम्रो रिलेसनको कुरा गर्ने भने एउटा बलिउड मुभीको फिल्म नै बन्छ क्या होइन। रोमान्टिक ट्रेजेडी हल्का एक्सनवाला, झन्डै कबीर सिंह जस्तै मिल्छ। फिल्ममा चाहिँ कबीर र प्रीति थियो, तर रियालिटीमा चाहिँ जेनिस र कृति भयौँ है। जे होस् होइन, समयले बिस्तारै गर्दै जीवनको असली अर्थ सिकाउँदै जाँदो रहेछ क्या। अनि समझदारी, धैर्यता, सम्मान, साथ र मायाले चाहिँ हाम्रो वैवाहिक जीवन बलियो बनाएको छ क्या। अनि मेरो फ्यामिलीले, मेरो हस्बेन्डले जसरी मेरो कमजोरीहरूलाई एक्सेप्ट गर्नुभयो नि होइन, अनि मलाई सधैँ साथ र सपोर्ट दिइराख्नु भयो, त्यो चाहिँ मेरो लागि सबैभन्दा ठुलो कुरा थियो क्या। मेरो जीवनकै हुन्छ नि सबैभन्दा ठुलो कुरा थियो। स्पेसली मेरो फ्यामिलीले चाहिँ मलाई लास्टै धेरै बुझिदिनु भएको छ होइन। आज त्यही भएर हामी चाहिँ एकदमै खुसी छौँ है। म चाहिँ होइन बितेको समयलाई रिग्रेट गर्नु भन्दाखेरि पनि आउनेवाला समयलाई चाहिँ खुलेर वेलकम गर्ने मान्छे हो है गाइज। त्यहाँ फेरि मेरो भिडियो हेर्दै आँखा लाउने होइन, आफ्नो परिवार सम्हाल्ने छ। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।